नमस्ते हजुर। सावित्री दिदी सावित्री है। नमस्ते एभ्रिवान, स्वागत छ फेरि पनि मेरो नयाँ भ्लगमा। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। आज चाहिँ म शनिबार फाइनली सुटिङमा निस्किसकेँ। आजको सुटिङ कस्तो हुन्छ, के हुन्छ, त्यसको भिडियो आउने नै छ। तपाईँहरू हेर्दै गर्नु होला है। सुटिङमा निस्केको अब चाहिँ सुटिङ सेटमा पुग्न लागिसक्यो। सबजनाले हेर्नु होला। अनि हाम्रो सावित्री सिरियल आएको छ। सबजना पियुआइटी रोमान्टिक नेपाली युट्युब च्यानलमा त सिरियललाई नि माया गरिदिनु होला। एकछिनमा भेट हुन्छ। हाई, किन चल्दैन? ए चलिरहेको छ। किन रोको नि? किन रुनु भएको? रोजिनाको भाइ, हेलो रोजिना मिसको भाइ, हेलो। एक्सन। आफ्नो ओ राम भाइ, ओ राम सोल्टी, के साह्रो हल्ला निस्क्यो यार तपाईँको। एक्सनमा फेरि आएर सुन्नु न। एकछिन ढोका लाउनु मिल्छ है? यहाँ तपाईँहरूको आवाज बाहिर आयो क्या, ढोका लगाएपछि गफ गरौँ। यसमा चाहिँ सबै अरू किसिम पाइन्छ क्या। ल अब उतातिर गएर बस्नु नि। अनि कसले उभिनु भने आएर उतातिर बस्ने छ त, पिँढी छ त। ल भयो त। क्यामेरा रोल। हेलो हेलो गाइज, हामी चाहिँ सुटिङमा है। हाम्रो डाइरेक्टर साहब हुनुहुन्छ यहाँनिर। हेलो, हाम्रो टिमै छ है पछाडि, हेर्नुहोस्। हेलो, हाम्रो टिमै निस्किसक्यो होइन। अब हामी चाहिँ खाना खान जान लाग्यो है। यसो खाना खाएर यसो बलियो भएर हामी फेरि भेट्नेछौँ। ल समाएर मलाई त समाउनै आउँदैन क्या फोटो कुरेर। सुटिङ गर्दैछ। उहाँ चाहिँ लाइटम्यान, उहाँ चाहिँ क्यामराम्यान, उहाँ चाहिँ कान्छी, उहाँ हुनुहुन्छ कान्छी। नमस्ते हजुर। उता सयपत्री दिदी, सयपत्री सावित्री। ओके हजुर ज्वाइँको पेट पूजा गरौँ भने मलाई चाहिँ बोल्नै आउँदैन रे। हो के भन्ने सिकाउनु, त्यही बोल्छु। हेलो गाइज, हेलो गाइस, के छ हालखबर? ठिक छ, ठिक छ। एकदम ठिक छ। यो च्यानललाई पुरै सब्सक्राइब हालिदिनु होला। लाइक, सब्सक्राइब, सेयर गरिदिनु होला। अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला। सावित्री सिरियललाई माया गर्नु होला। धेरै धेरै। के ओके अर्कोचोटि सावित्री दिदी, सावित्री है। एक्सन। मामा घरमा कति बस्नुभयो आमा? धेरै बसेर आएँ। कति दिन बस्नुभयो? एक हप्ता जस्तै बसेँ। हो? सावित्री सिरियललाई एकदम सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। हेलो सर, के अल्छी लाग्यो?
हेलो हाई हेलो गाइस म त भोकाएर चौचो आउँदैछु सावित्री दिदीले अलिकति धेरै बोल्नुपर्छ कि बोल्दैन न हेलो गाइस हामी साथीको टिमहरूलाई साह्रै भोकाएर चौचो आउँदैछु है डेनी आज पानी पर्ला जस्तो एकदम के हो खोइ मौसमले राम्रो गर्ला छैन गाह्रो होला जस्तो छ यार। पानी पर्ला जस्तो छिटै छ